तर आज मलाई एउटा सानो भिडियो क्लिप्स गरेर एउटा सन्देश दिनुपर्छ भन्ने लाग्यो र म आज त्यो भिडियो क्लिप्स सानो छोटो एउटा लिएर आएको छु। आफ्नो समाजको लागि के गर्नुपर्छ भन्ने युवा साथी आज पढ्छिँदाखेरि धेरै साथीहरूको जस अलिक खल्लो मन जस्तो नि गरेको छ होला। खाली छ, त्यो एकदम भ्यू टावर एकदम हाईमा छ, एकदम राम्रो भ्यू। त्यहाँबाट चाहिँ तल हाम्रो बस्तीहरूदेखि हाम्रो गाउँठाउँ सबै कुराहरू राम्रोबाट निगालेर हेर्न सकिन्छ। कुनै समय मैले एउटा सपना देखेको थिएँ, मेरो गाउँमा पनि केही परिवर्तनको लागि चाहिँ आफ्नो गाउँको आर्थिक उन्नतिको लागि चाहिँ हामीले केही गर्नुपर्छ। युवा पुस्तकबाट हामी जीवन कहानी भनौँ या जीवनलाई पनि थोरै सुनाउन चाहन्छु। होइन, म भित्रको एउटा सपना थियो र बाँडेको पनि थिएँ आफ्नो गाउँठाउँको लागि। तर त्यो सपना अझै पनि मरेको छैन। कुनै बेला एउटा गाउँमा रहँदा वा देशमा नेपाल रहँदाखेरि मैले एउटा सपना बाँडेको थिएँ, तर चाहिँ आजसम्म पनि त्यो सपना पुरा गर्न सकेको छैन। आफू पनि परिस्थिति वा बाध्यताले गर्दाखेरि। हेलो एन्ड नमस्ते, म तपाईँहरूको सामु एउटा सानो एउटा भिडियो क्लिप लिएर आएको छु। आज मेरो बिदाको दिनमा आज बोरिङ लागेपछि म आज घर नजिकैको एउटा यो सानो एउटा पार्क छ, यो पार्कमा एउटा रिसोर्ट छ। त्यो रिसोर्टमा म बोरिङ लागेको समय वा कुनै पनि समयमा म आइराखेको हुन्छु। यो आउनुको रिजनहरू विशेष गरी मलाई एकदम यो ठाउँ मन पर्यो। यो प्लेस आउनुको कारण यो प्लेसले मलाई कहाँ न कहाँ मन पर्यो। विशेष गरी आज यो भिडियो क्लिप्समा थोरै आफ्नो जीवन कहानी भनौँ या जीवनलाई पनि थोरै सुनाउन चाहन्छु। म एउटा लमजुङमा जन्मेको, लमजुङको मध्य पहाडी भागमा जन्मेको एउटा केटो, एउटा छोरो हुँ। म त्यही समाजमा जन्मेँ, हुर्केँ, पढेँ र उच्च शिक्षा हासिल गर्न म काठमाडौँ आएँ। काठमाडौँमा बस्दै फेरि बाहिरिनु आफ्नो कारणवश परिस्थितिले गर्दाखेरि म परदेशी भूमि बाहिरिन पुगेँ। तर पनि यो मन बाहिरी भूमि भने आफ्नो गाउँ ठाउँ समाज आफ्नो देशप्रति नै समर्पित हुन्छ। र कुनै समय मैले एउटा सपना देखेको थिएँ, मेरो गाउँमा पनि केही परिवर्तनको लागि चाहिँ आफ्नो गाउँको आर्थिक उन्नतिको लागि चाहिँ हामीले केही गर्नुपर्छ। युवा पुस्तकबाट हामीले हाम्रो माथि भएको पुर्नास डाँडालाई त्यो खाली नाङ्गो डाँडा भएको छ अहिलेसम्म, र त्यसलाई चाहिँ हामी युवा सबैजना मिलेर एउटा चाहिँ केही आर्थिक उन्नतिको लागि, हाम्रो गाउँको विकासको लागि प्लस र हाम्रो जनजीवन चाहिँ आर्थिक सुधारको लागि चाहिँ मैले त्यसमा चाहिँ कुनै बेला एउटा गाउँमा रहँदा वा देशमा नेपाल रहँदाखेरि मैले एउटा सपना बाँडेको थिएँ, तर चाहिँ आजसम्म पनि त्यो सपना पुरा गर्न सकेको छैन। आफू पनि परिस्थिति वा बाध्यताले गर्दाखेरि आफ्नो व्यक्तिगत उच्च हासिल गर्नको लागि वा परिस्थिति र आफ्नो गाउँ समाज र देशको राजनीतिक परिस्थितिहरूले मैले नजिकबाट निकाल्ने एउटा अध्ययन गरिरहेको छु। अझै पनि आफ्नो मनमा लागेको कुराहरू सपनाहरू मर्न दिएको छैन। म परदेशी भूमिमा बाहिरिन पुगेँ आफ्नो व्यक्तिगत स्वार्थ भनौँ या आफ्नो व्यक्तित्व उच्च हासिल गर्नको लागि भनौँ। म परदेशी भूमिमा बाँधिन पुगेँ, तर पनि केही छैन। म भित्रको एउटा सपना थियो र बाँडेको पनि थिएँ आफ्नो गाउँठाउँको लागि, तर त्यो सपना अझै पनि मरेको छैन। मैले चाहिँ योभन्दा 10-15 वर्ष अगाडि म एउटा युवा पुस्तकको एउटा नेतृत्व तहमा हुँदाखेरि मैले आफ्नो गाउँ समाजलाई एउटा चाहिँ केही कुराहरू सपना बाँडेको थिएँ आर्थिक उन्नतिको लागि। हाम्रो युवा पुस्तक स्वरोजगारीता बढाउनको लागि हाम्रो गाउँठाउँलाई के गर्नुपर्छ भन्ने कुराहरू मैले चाहिँ आफ्नो समाजलाई एउटा नेतृत्व तहमा दोहोऱ्याउन खोज्नुहोस् या आफूले चाहिँ एउटा सपना बाँडेको थिएँ गाउँठाउँको लागि। त्यो गाउँठाउँको लागि सपना बाँड्दाखेरि मैले मेरो गाउँको माथिल्लोपट्टि एउटा पुरानो डाँडा छ, हाम्रो पुरानो स्थलथलो हो त्यो डाँडा चाहिँ। त्यो अहिले खाली छ। त्यो एकदम भ्यू टावर एकदम हाईमा छ, एकदम राम्रो भ्यू। त्यहाँबाट चाहिँ तल हाम्रो बस्तीहरूदेखि हाम्रो गाउँठाउँ सबै कुराहरू राम्रोबाट निगालेर हेर्न सकिन्छ। त्यो ठाउँलाई प्लेसलाई हामीले केही सदुपयोग गर्नुपर्छ। हामी युवा पुस्तकबाट सबै गाउँलाई एउटा समेटेर त्यो ठाउँलाई प्लेसलाई सदुपयोग गर्नुपर्छ। त्यो सदुपयोग गरेको बापत हामीले के लगानी गरेको बापत हामी युवा पुस्तक पनि
रोजगारी त हुन्छ, आफ्नो गाउँ पनि डेभलप चेन्ज हुन्छ र हाम्रो गाउँको आर्थिक उन्नति पनि त्यसले चेन्ज गराउँछ भन्ने कुरा मैले एउटा सपना बाँडेको थिएँ। त्यो ठाउँलाई हामीले खाली ठाउँलाई हामी यो राम्रो डाँडा यो खाली ठाउँलाई हामीले सदुपयोग गरेर भने हामी एउटा रिसोर्टको जस्तो बाटो रोज्ने त्यो सिर्जना गराउन सक्नुपर्छ र आफ्नो गाउँलाई एउटा आर्थिक उन्नति र शिक्षित जागरण ल्याउनुपर्छ भन्ने म कुनै बेला आफ्नो गाउँमा रहँदा वा देशमा रहँदा त्यो विषयमा आफ्नो समाजलाई एउटा डोराउन खोज्ने एउटा युवक हुँ। तर आज कारणवश आफ्नो व्यक्तिगत स्वार्थ जीवन भनौँ या आफ्नो व्यक्तिगत जीवनलाई उच्च हासिल गर्नको लागि भनौँ म कारणवश त्यो भूमिमा बहिरिन पुगेँ र त्यो सपना कुनै दिन पुरा गर्ने एउटा मैले आथोट लिएको छु। म भित्रको एउटा सपना मरेको छैन र म यो ठाउँमा आउनुको रिजन भन्नु नि त्यही नै हो। मैले 10-15 वर्ष अगाडि देखेको सपना आज म यहाँ घुम्ने आउने क्रममा यहाँ केही गर्ने क्रममा मैले त्यो ठ्याक्कै यहाँ देखेँ। त्यही भएर म बारम्बार आइरहेको छु, यहाँ निरीक्षण गरेर यहाँ राम्रोसँग हेर्छु कसरी गरिरहेछ, कसरी के भइरहेछ भन्ने कुराहरू नजिकबाट निकाल्छु र त्यो आज मलाई धेरै पटक लागेको थिएँ। तर नआत्तिनुहोस्, केही समय लाग्छ। अब देश फर्किने हो, आफ्नो ठाउँ फर्किने हो, हामी युवाहरूले केही गर्नुपर्छ भन्न मलाई मन लाग्यो। देश फर्किने हो, तपाईँ हामी युवा साथीहरूले मिलेर केही गर्नुपर्छ। युवा साथीहरूले मिलेर तपाईँ हामी सबै रोजगारी प्लसदेखि लिएर आफ्नो ठाउँलाई पनि विकास हुने त्यो कामहरू गर्नुपर्छ। मलाई किनभने बाध्यताले परदेशी भूमिमा बाहिर पनि मलाई हजारौँ भिडमा पनि आफ्नो सपनाबाट टाढा हुँदा कहिलेकाहीँ एक्लो फिल भएको जस्तो फिल हुँदो रहेछ। आफूले देखेको सपनाबाट टाढा हुँदाखेरि म कतै हराएको जस्तो महसुस भयो मलाई। त्यो भएर आज मैले सानो एउटा भिडियो क्लिप्स यो ब्लग मार्फत दिएको छु। यसमा सबै साथी तपाईँ हामी अब म पनि अब बिस्तारै अब यो वैदेशिक जीवनलाई पनि अलिक छोटाएर स्वदेशमै फर्केर आफ्नो देशमै नै केही गर्नुपर्छ भन्ने सोचको साथ एउटा ऊर्जाको साथ फर्किनेछु र तपाईँ हामी मिलेर केही गर्नुपर्छ गाउँठाउँको लागि। मलाई यस्तो पनि लाग्छ कि तपाईँ हामी एउटा व्यक्तिभन्दा व्यक्तित्व भएर जिउने एउटा प्रयास गर्नुपर्दो रहेछ आफ्नो समाजको लागि हामी हामी जस्तो युवा साथीहरू एउटा बुझेको युवा साथीहरू अगाडि बढ्यो भने आफ्नो समाजले पनि एउटा नयाँ रूप या विकास गर्न सकिन्छ। त्यही कारणले म त्यही भन्न चाहन्छु, सबै साथी तपाईँ हामी एकजुट भएर मिलौँ र आफ्नो गाउँठाउँको लागि केही गरौँ। हामी के भन्न चाहन्छु भने हामी फ्यामिलीमा धेरै सन्तान हुन्छन्, कोही आफ्नो सन्तानका लागि जिउनुपर्छ भने कोही समाजको लागि पनि केही गर्नको लागि जिउनुपर्छ, समाजको लागि चाहिँ गर्नुपर्छ। त्यही भएर म चाँडै नै फर्किँदैछु। तपाईँ हामी मिलेर एक ठाउँमा भएर अगाडि बढेर गाउँको लागि केही कुराहरू विकास गर्नुपर्छ। हस् त, धन्यवाद। सबैले यो भिडियो हेरिदिनु होला, सेयर सब्सक्राइब माया गरिदिनु होला र कस्तो लाग्यो गाउँघरको साथीहरूले यसको लागि थोरै कमेन्ट पनि गरिदिनु होला।